नमस्कार साथीहरू। संसद हर्क साम्पाङले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टलाई लिएर नयाँ बहस सुरु भएको छ। साथीहरू, जनकपुरमा भएको घटनाको सन्दर्भलाई जोड्दै उनले हामीलाई जनकपुरमा अपमान गरे पनि हाम्रो क्षेत्रमा कसैलाई अपमान नगर्नु भन्ने आशयको अभिव्यक्ति दिएका छन्। साथीहरू, साम्पाङले आफ्नो पोस्टमा बराह क्षेत्र, पाथिभरा, विष्णुपादुका, पिण्डेश्वर र हलेसी महादेव जस्ता धार्मिक स्थल हाम्रो क्षेत्रमा पर्ने उल्लेख गर्दै अतिथिलाई सम्मान गर्ने संस्कार रहेको बताएका छन्। साथीहरू, उनले पाहुनाको स्वागत गर्नुपर्ने र अपमान नगर्नुपर्ने सन्देश पनि दिएका छन्। साथीहरू, तर सार्वजनिक पदमा रहेका जनप्रतिनिधिले प्रयोग गरेको हाम्रो क्षेत्र भन्ने शब्दलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। साथीहरू, कतिपयले यो अभिव्यक्तिले पूर्वी नेपाललाई छुट्टै क्षेत्रका रूपमा प्रस्तुत गरेको सन्देश दिन सक्ने भन्दै आलोचना गरेका छन् भने समर्थकहरूले यसलाई अतिथिप्रति सम्मान व्यक्त गर्ने सन्देशका रूपमा व्याख्या गरेका छन्। साथीहरू, यहाँहरूलाई के लाग्छ? यस्ता कुराहरूले जातीय दङ्गा, जातीय विभेद र जातीय युद्ध, धार्मिक युद्ध नहोला भन्न सकिन्न। साथीहरू, साम्पाङले आफ्नो पोस्टमा कसैप्रति प्रत्यक्ष धम्की दिएका छैनन्, तर हाम्रो क्षेत्र भन्ने शब्द चयनले अनावश्यक विवाद सिर्जना गरेको भन्दै सामाजिक सञ्जालमा बहस भइरहेको छ। साथीहरू, यस विषयलाई मेयर साम्पाङले पूर्व मेयर तथा प्रतिनिधि सभा सदस्य साम्पाङले थप स्पष्टीकरण भने दिएका छैनन्। साथीहरू, यहाँहरूलाई कस्तो लाग्यो हर्क साम्पाङको यो कुरालाई कमेन्ट गर्नुहोस्। साथीहरू।